हेलो आज म कहाँ आएँ भने एक ठाउँमा छिटै गरेर एकदमै हतार गरेर अफिसको बेलामा एक ठाउँमा युवा वैज्ञानिकसँग म भेट्न आएको हो। किन भेट्न आएको, केका लागि आएको भने खालि हामी लाइभभरि टिकटक मात्रै बनाएर बस्ने हैन र केही इन्फर्मेसन पनि दिनुपर्छ नि। हाम्रो सबैजनालाई के गरी हामीलाई राम्रो हुन्छ हो। आज म त्यसैको लागि आएको छु। को हुनुहुन्छ, कहाँ हुनुहुन्छ, म भेट गराउँछु है। त मैले अघि नै के भनेको थिएँ हजुरलाई कि म एकजनासँग युवा वैज्ञानिकसँग भेट्न आएको छु र म कहाँ आएको छु, के छ भनेर म तपाईहरुलाई डिटेली भन्छु भनेर हो। उहाँ हुनुहुन्छ हाम्रो तराईवासी है, फेरि तराईवासी युवा वैज्ञानिक उज्जवल रोयाजी र उहाँ के गर्दै हुनुहुन्छ, के को वैज्ञानिक हुनुहुन्छ, यो सब बारेमा डिटेल उहाँले आफै भन्नुहुन्छ। मेरो नाम चाहिँ उज्जवल रोय अनि उहाँले भनेको जस्तै म चाहिँ कम्प्युटर साइन्टिस्ट अथवा एआई साइन्टिस्टको रूपमा जानिन्छु नेपालमा पनि अनि बाहिर पनि हैन। अनि अहिले चाहिँ म वर्ल्ड एआई अलायन्स भन्ने एउटा हाम्रो नन प्रफिट अर्गनाइजेसन छ न्युयोर्कमा हेडक्वार्टर भएको, त्यसको चाहिँ प्रेसिडेन्ट पनि छु र सिथोस कर्पोरेसन भन्ने एउटा एआई कम्पनी छ जसले चाहिँ कम्प्युटर भिजनमा फोकस गर्छ, त्यसको सिइओ भएर पनि मैले अहिले काम गर्दैछु। उहाँ चाहिँ एआई हो। एआई हामीले कति सुनेका छौँ हैन र। अब एआईले गर्छ के हो, के यसबाट हामीलाई के फाइदा हुन्छ, यो सबै अब हामी बुझ्ने बेला आएन र। सबै युवाहरूलाई यत्तिकै हामी पछाडि पढेका छौँ अनि नेपालमा आएर नेपालको वैज्ञानिकले अनि एआई को सिइओ भइसकेपछि यसको बारेमा के छ भने अब सबै कुरा हामी डिटेली उहाँसँग थाहा पाउँछौँ। यो एआई भने के हो अहिले हामीले धेरै सुनिसक्यौँ, एआई हैन। एआईले भिडियो त खतरा बनाएको हामी देख्छौँ, तर अरू चाहिँ त्यसका काम पर्पस के हो त, हामीले नेपालमा यसलाई कसरी स्थापित गर्न सक्छौँ अरू पनि फिल्डमा, त्यसको बारेमा थोरै हामी सबैजनाले चाहियो। सो पहिला चाहिँ अब आर्टिफिसियल इन्टेलिजेन्स भनेको के हो भन्दाखेरि कुनै पनि कुरा जसमा हामीले मानवहरूले हामीले आफ्नो सोच अथवा थिङ्किङ प्रयोग गरेर जुन कामहरू गरिन्थ्यो, जस्तो अब धेरै जस्तो अफिस वर्कर नै भयो अथवा कुनै पनि काम हामीले सोचेर गर्नुपर्ने हुन्छ नि त, त्यो चाहिँ अब अहिले कम्प्युटरले सोचेर गर्न सक्छन् हैन, मसिनले गर्न सक्छ। त्यो जुन हाम्रो ह्युमन इन्टेलिजेन्स छ नि त्यसलाई अहिले हामीले कम्प्युटरमा आउटसोर्स गरेको छौँ, त्यसलाई चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स भनियो हैन। अनि यसले के गर्न सक्छ त हैन। अब अहिले हामीले एउटा इक्जाम्पल हेर्न सक्छौँ च्याट जिपिटी। पहिला जुन अब फ्रिल्यान्सरहरूले अथवा फ्रिल्यान्स राइटरहरूले जुन लेख्ने गर्थ्यो अथवा न्युज राइटरहरूले लेख्थ्यो अथवा कुनै पनि अथरले आर्टिकल लेख्ने, बुक लेख्ने, त्यस्तो टाइपको अब लेख्ने काम चाहिँ अब च्याट जिपिटी जस्तो अथवा क्लाउड बाई एन्थ्रोपिक जस्तो परप्लेक्सिटी जस्तो टेक्नोलोजीहरूले लेखिदिन सक्छ। हामीले चाहिँ यसको यो टपिकमा लेख भनेर भन्यो उसले लेखिदिन सक्छ। त्यो चाहिँ एउटा बेसिक फर्ममा हामीले देखेको छौँ अहिले। अझै च्याट जिपिटी भन्दा यो विश्वासिलो भयो कि? हजुर। सो च्याट जिपिटी चाहिँ एउटा सानो इक्जाम्पल भयो, तर एआई चाहिँ त्योभन्दा पनि धेरै विस्तृत रूपमा छ। अब अहिले चाहिँ कस्तो देखिरहेछ भन्दाखेरि जति पनि नलेज वर्कहरू छ, नलेज वर्करहरू भन्नाले अफिसमा काम गर्ने अफिस वर्कहरू, धेरै जसो कामहरू चाहिँ अब वेस्टर्न वर्ल्डहरूमा चाहिँ के देखिन्छ भन्दाखेरि एआईले गर्न सक्छन्। जस्तो डिसिजन मेकिङ कुन क्षेत्रमा यसको प्रयोग भइरहेछ? बाहिर प्रयोग भएको क्षेत्रहरू त अब जस्तो हेल्थ केयर भयो, हस्पिटालिटी, एजुकेसन हैन, ट्राभल सेक्टर। मैले देखेको अनुसार त हरेक सेक्टरमै यसको प्रयोग हुन सक्छ। नलेज वर्कमा चाहिँ सबसे पहिला यसको प्रयोग भएको छ हैन। अनि अस्ति मैले अब कान्तिपुरमा पनि मैले बोल्दाखेरि मलाई एउटा प्रश्न सोध्नु भएको थियो, कुन जब चाहिँ एआईले खान सक्छ भनेर हैन। जस्तो अब हामीले सफ्टवेयर इन्जिनियरिङकै कुरा हेरौँ न। अब सफ्टवेयर इन्जिनियरिङ पोइन्ट यो हो है, एआईले अहिले के खत्तम गरिरहेछ, के खाइरहेछ हो त्यसको बारेमा। अब मैले त अब सफ्टवेयर कम्पनी चलाएको 4 वर्ष भयो, तर सफ्टवेयर इन्डस्ट्रीमा काम गरेको त लगभग 15 वर्ष नै भयो हैन। अनि सफ्टवेयर इन्डस्ट्रीमा चाहिँ पहिला के थियो भन्दाखेरि कुनै पनि सफ्टवेयर बनाउनको लागि हरेक लेभलको डेभलपरहरू चाहिने, सफ्टवेयर इन्जिनियर चाहिने। अनि अहिले हाम्रो अब इन्जिनियरिङ लेभल 1 to 3 सम्म चाहिँ अब यो जुन माइक्रोसफ्टको को पाइलट टाइपको एआईहरू छ अथवा ओपन एआईको कोडेक्स टाइपको प्लेटफर्महरू छ, यिनीहरूले चाहिँ सफ्टवेयर इन्जिनियरिङ लेभल 1 देखि 3 सम्म यिनीहरूले सफ्टवेयर लेख्न सक्छन्। र स्पिड चाहिँ कस्तो छ भन्दाखेरि पहिला 10 जना व्यक्ति 1 वर्षसम्म काम गरेर जुन सफ्टवेयर बनाउन सक्थे र इन्ट्री लेभल इन्जिनियरहरू, त्यो चाहिँ अहिले एआईले 4-5 मिनटभित्रमा विथ 1 सफ्टवेयर इन्जिनियर बनाउन सक्छ। सो त्यस्तो टाइपको हामीले डिफ्युजन हेरिरहेको छौँ हैन। अनि अरू पनि फिल्डहरू जस्तो ग्राफिक डिजाइनिङ, इन्जिनियरहरूको जागिर के हो, खलास होइन। अब खलास भन्दा पनि यस्तो हुन्छ, अब सफ्टवेयर इन्जिनियरिङ अथवा त्यो डेभलपमेन्ट जुन जबहरू थियो हजुर सबैलाई गर्छ। पहिला जस्तो कुनै सफ्टवेयर बनाउनको लागि 100 जना चाहिन्थ्यो भने अहिले चाहिँ 2-3 जनाले पनि त्यस्तो टाइपको सफ्टवेयर बनाउन सक्छ।
सो के भयो भन्दाखेरि अब धेरैवटा सफ्टवेयरहरू बन्ने भयो होइन। अनि अब युएसमा पनि अब युएसको जो विज्ञहरू हुनुहुन्छ अथवा इकोनोमिस्टहरू हुनुहुन्छ जसले चाहिँ ग्लोबल इकोनोमी स्टडी गर्दै हुनुहुन्छ, सबसे टप त मैले जेरोम पावललाई नै मान्छु। उहाँ चाहिँ अब फेडरल रिजर्भको चेयरपर्सन हुनुहुन्छ होइन। उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि जब मार्केट श्रिङ्क हुनुभन्दा पनि ग्लोबल इकोनोमी चाहिँ बढ्ने छ क्या। हरेक देशहरू पहिला भन्दा पनि अझै धनी हुनेछ यदि एआई प्रयोग गरेको छ भने। पहिला 100 जनाले जुन काम गर्न सक्थ्यो होइन जुन स्पिडमा, अहिले चाहिँ 2 जनाले गर्न सक्छ भन्नाले बाँकी अब 98 जनाको चाहिँ जब त्यो काममा चाहिँ जाने भयो, तर उनीहरूले अरू कामहरू गर्न पाए होइन। अनि त्यही सेक्टरमै अरू काम गर्न पाए नि त होइन र। अब त्यो सेक्टरमा अगाडि बढ्ने। सो बेसिकली उहाँले के भन्दै हुनुहुन्छ भने अब हाम्रो देशका युवाहरू यदि केही गर्न खोज्ने, यदि केही जागर नयाँ गर्न खोज्ने है, गर्न त सबैले खोजिरहेछ, सबैले गरेकै हो, तर यदि केही नयाँ गर्न खोज्दै हुनुहुन्छ, जस्तै उहाँ चाहिँ युवा हाम्रो देशको तराई क्षेत्रको कसरी अगाडि बढ्नु भयो त, कसरी नयाँ सेक्टर, नयाँ फिल्ड होइन, नयाँ टेक्नोलोजी उहाँले अपनाउनु भयो त। यदि तपाईँहरूको पनि विचारमा होइन म केही एक्स्ट्रा गर्छु, म चाहिँ अब यो क्षेत्रमा यो नयाँ फिल्ड हो होइन, सो यो क्षेत्रमा म पनि इन्भल्भ हुन्छु, किनभने उहाँले भनिसक्नु भएको छ अलरेडी होइन यो कुन कुन क्षेत्रमा प्रयोग हुन्छ भनेर। मैले पनि केही सुनेर आएको, सिकेर आएको, म पनि कहाँ एआई सम्बन्धी जानकारी कहाँ थियो त, छोरासँग सिकेको, उहाँसँग सिकेको। अब यसलाई चाहिँ एजुकेसन फिल्डमा, हरेक सङ्घ संस्थामा, अनि कृषकहरूले पनि सबै ठाउँमा हामीले के चाहियो भनेर हामीलाई सोद्धाखेरि त्यहाँबाट रिप्लाई आउँछ। अब योसँग सम्बन्धित हामी नयाँ नयाँ कुराहरू बुझौँ, सिकौँ। त्यसको लागि उहाँले हाम्रो देशमा अब किन नहोस् त डेभलपमेन्ट भनेर त्यसको लागि उहाँले पनि केही गर्दै हुनुहुन्छ, मेहनत गर्दै हुनुहुन्छ। तपाईँहरू पनि अब उहाँलाई सुन्ने र यो भिडियो त म आफ्नोमा राख्छु, उहाँको आइडी पनि मेन्सन गर्छु र यस्ता यस्ता धेरै ज्ञानहरू, धेरै नलेजहरू कसरी हामी अगाडि बढ्न सक्छौँ, कसरी हामी नयाँ चिजलाई अपनाउन सक्छौँ, नयाँ चाहिँ के आएको छ त एआईमा, सबै जानकारी उहाँको आइडीबाट तपाईँहरूले अब सुन्नुहुनेछ। सो मलाई सुन्ने, बुझ्ने, हेर्ने जतिजना हुनुहुन्छ सबैजनाले उहाँलाई चाहिँ फटाफट फलो गर्नु होला। थ्याङ्क यू सो मच। धन्यवाद।